पूर्व शिक्षा मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना शेषज्यूले सदनमा राख्नुभएको यो विषय एकदमै घतलाग्दो साथीहरू। आउनुहोस्। मान्य मन्त्रीज्यूले काम गर्ने हो, तर जनतालाई गर्दिन्छु भनेर भ्रममा तपाईँले राख्नुभएको छ। भएको कानुनहरू कार्यान्वयन नगर्ने, तपाईँले कर्मचारी थप्छु भनेर पनि सही गर्नुभएको छ, थप्नु भएको छैन। तपाईँले प्रहरीहरूको सेपरेट युनिट बनाउँछु भनेर तपाईँले सही गर्नुभएको छ, त्यो तपाईँले गर्नुभएको छैन। एकद्वार प्रणाली बनाउनु भएको छ, तर प्रदेश सङ्घ पालिकामा घुमाइराख्नु भएको छ। यस्तो तालले जनतालाई तपाईँले यो गर्नु पाउनुहुन्न मन्त्रीज्यू। यो यसमा राखेको एकदम महत्त्वपूर्ण जे अग्रिमेन्ट गरेको थियो त्यो चाहिँ तपाईँले पुरा गर्नै पर्छ। सहकारी बचतकर्ताहरूसँग सरकारले पटक पटक गरेको सम्झौताहरू कार्यान्वयन गरियोस्। हरेक महिना सदनलाई के कति प्रगति भयो यो अपडेट दिनुस् भनेर मैले उपदफा थप गरेको छु। यो किन चाहियो भन्दाखेरि मान्य मन्त्रीज्यूले 22वटा मैले सहकारी समस्याग्रस्त गराइसके भन्नुभयो। बागमती प्रदेशमा 3टा र कोशीमा एउटा त बिर्सिनु पनि भयो। तपाईँले सहकारी बचतकर्ता सहकारी पीडितहरूसँग एउटा सम्झौता गर्नुभएको थियो, म एकद्वार प्रणालीबाट यो गर्छु भनेर। कोही बचतकर्तालाई तिमी कोशीको यो सदरमुकाम जाऊ, त्यसपछि कसैलाई यो बागमतीको हेटौँडा जाऊ,